हेलो गुड मर्निङ सबैजनालाई। आज के बार हो? बिहिबार। आज बिहिबारको दिन बिहान हामीले यो भिडियो बनाउँदैछौँ अनि एकदमै खुसीको कुरा छ हैन। हाम्रो फेसबुकबाट पेमेन्ट आइसकेको छ अनि मैले फर्स्ट पेमेन्ट आएको चाहिँ बनाइदिएको, किनभने चाहिँ सबैजनाले सोध्छ हैन पेमेन्ट आयो भनेर सोध्छ अनि त्यही कारणले बनाउँदैछु। अनि यो चाहिँ पेमेन्ट चाहिँ अस्तिको दिन कहिले आएको रहेछ मलाई यादै भएन, तर पेड भएको चाहिँ याद थियो मलाई। पेड भएको जब फेसबुकमा पेड हुन्छ त्यसको 7 दिनमा पस्छ भन्दै थियो साथीले, अनि अस्ति पसेछ तर मेसेज आएन, मलाई याद भएन। अस्तिको दिन चेक गर्दाखेरि पसिरहेको थियो अनि हिजो चाहिँ निकालेर भिडियो बनाउनु पाइनौँ, अलिक बिजी भएको कारणले। अनि बिहान बनाऊ भनेर चाहिँ कम्ती आएको छ, कम्ती भन्दा पनि कम्ती नै छ, कम्ती छ, त्यस्तो बेसी छैन फर्स्टको पेमेन्ट हो हैन। तर अरूको कतिजनाको त धेरै कम्ती थियो, तर मेरो उनीहरूको भन्दा कतिजनाको भन्दा चाहिँ अलिक बेसी नै आएको छ। अनि कति आएको छ त्यो चाहिँ म एक्ज्याक्ट तपाईँहरूलाई भन्दिनँ हैन। अनि चाहिँ विशेष गरेर चाहिँ थ्याङ्क यू सो मच, तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु। अनि एकदमै धन्यवाद है, हाम्रो सुवेदी सिस्टर्सलाई कतिजनाले धेरै मन पराइदिनु भएको छ। अनि चाहिँ के भन्न चाहन्छु भने चाहिँ मेरो चाहिँ 10K पुगेर मात्रै पेमेन्ट आएको होइन, किनभने अस्ति नै पेड भइसकेको थियो, 9K हुँदै पेड भइसकेको थियो। अनि मोनिटाइजेसन कन्टेन्ट मोनिटाइजेसन चाहिँ मेरो 4K पुग्दै ओपन भइसकेको थियो। त्यहाँदेखि अर्निङ स्टार्ट, अगाडिबाट अलिअलि अर्निङ स्टार्ट थियो, त्यहाँदेखि त्यो टुल्स खोलेर अर्निङ स्टार्ट भइसकेको थियो। तर कति रिच पुग्छ कति इन्गेजमेन्ट त्यो चाहिँ त्यति बेसी मलाई केही आइडिया भएन हैन, म अहिले भर्खर सिक्दैछु। तर अहिले चाहिँ 10K पुग्नु पर्दैन रहेछ, फेसबुकले 10K नपुगी नै कन्टेन्ट मोनिटाइजेसन टुल्स दिन्छ। अनि त्यसको बादमा चाहिँ मेरो चाहिँ 9K जब पेड भइसकेपछि मात्रै 10K पुगेको। अस्ति हालैमा 9K पुग्दै मेरो पेड यता मेरो अकाउन्टमा पेड भइसकेको थियो। अनि पेमेन्ट आउनु मेसेज मात्रै आउनु थियो, फेरि मेसेज आउँदैन रहेछ कति टाइमहरूमा। अनि तर पनि मलाई याद भयो कि यो फेसबुककै पेमेन्ट हो भनेर। अनि एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँहरू जतिजनाले हामीलाई है माया सपोर्ट गरिकन तपाईँहरूले गर्दाखेरि यसरी। अनि आउँदो दिनमा राम्रो इन्कम हुन्छ भनेर आशा गरेको छु हैन। अनि तपाईँहरू जतिजना फेसबुकमा काम गरिरहनु भएको छ तपाईँहरूलाई एकदमै म इन्करेज गर्न चाहन्छु, नछोडिकन काम गर्नुहोस्। अनि कसरी काम गर्ने के गर्ने भनेकन चाहिँ है तपाईँहरूले चाहिँ अलिकति के सोच्नुपर्छ भने चाहिँ यो पनि एउटा मेरो जबै हो भनेकन सोचेर चाहिँ काम गर्नुपर्ने हुन्छ, हरिस नखाइकन। किन मलाई त थाहा अहिले मैले त तर सोचेको थिइनँ म यति छिटो इन्कम मेरो हुन्छ भनेर। 1 इयरमै भयो, 1 इयरमै इन्कम स्टार्ट भयो। अनि चाहिँ मैले चाहिँ सोचेको थिएँ पहिलातिर त धेरै साह्रो थियो नि त। मैले जब 2023 को मार्चमा स्टार्ट गरेको नि, हामीले 23 को मार्चको 19 तारिक भिडियो हालेको, मलाई अहिलेसम्म थाहा छ। अनि त्यति बेला चाहिँ 10K नै पुग्नु पर्ने थियो, तर बादमा आउँदै गएपछि फेसबुकले यस्तो सजिलो बनाइदिएको छ हैन, चेन्ज हुँदै जान्छ। अनि टास्कहरू चाहिँ फुलफिल गर्नुपर्ने हुन्छ, तर गर्दा हुन्छ नगर्दा हुन्छ त्यो चाहिँ केही थाहा भएन। तर जति सक्दो चाहिँ गरेकै बेस्ट हो हैन, टास्क चाहिँ गर्नै पर्ने हुन्छ। अनि चाहिँ जति सक्दो त्यस्तो मान्छेलाई अल्छी लाग्छ, मलाई अहिले पनि अल्छी लाग्छ। अब मेरो 10K पुगेर उता राम्रो प्रोग्रेस भयो, अलिक बढेको छैन तर मलाई अल्छी हुँदै हुन्छ। तर पनि अल्छी हुँदै भए पनि दिनमा 4-5वटा भिडियोहरू चाहिँ हाल्नु नै पर्ने हुन्छ। अनि अब जिउ लाएर पनि गर्नु पर्दैन, किनभने हाम्रो फाल्टो ड्युटी हुन्छ हैन। तर जब बिहान बेलुका यसो भ्याउँछ, यो चाहिँ एउटा मेरो ड्युटी नै हो, यो पनि मेरो एउटा जबै हो, म यसबाट स्यालेरी नै पाउँछु हैन भनेर चाहिँ एउटा ड्युटी जस्तै गरेर कन्टिन्यू त्यसलाई अपडेट गरिराख्नु पर्ने हुँदो रहेछ। मलाई पनि फर्स्ट एक्सपिरियन्स भएको हैन। अनि अहिले चाहिँ 10K पुग्नु पर्दैन कन्टेन्ट मोनिटाइजेसनको लागि चाहिँ। यो चाहिँ तपाईँलाई इन्फर्मेसन तपाईँलाई थाहै पनि छ। अहिले त धेरैले पुरा भिडियोहरू बनाइरहेको हुन्छ, सिकाइरहेको हुन्छ है। अनि फेरि पनि थ्याङ्क यू सो मच, हाम्रो चाहिँ एकदमै पेमेन्ट आइसकेको छ। थ्याङ्क यू सो मच सबैजनालाई। अनि एकदमै खुसी छु हैन जतिजनाले मेरो भिडियो अनि फलो गरिदिनु भयो, स्पेसली फलो गरिदिनुहुन्छ, जतिजनाले हेरिदिनुहुन्छ हैन। एकदमै हाम्रो हृदयबाट तपाईँलाई धन्यवाद दिन चाहन्छु। अनि है विशेष गरी यो पेमेन्ट चाहिँ है अब फर्स्ट पेमेन्ट के गर्ने कसो गर्ने पुरा हुन्छ। अन्त यो पेमेन्ट चाहिँ मैले चाहिँ परमेश्वरको नाममा दिइसकेको छु है। अनि यसलाई चाहिँ अहिले कम्ती मात्रै दिने, अनि मेरो भागमा जति पनि परेको छ हैन त्यो चाहिँ म किनभने गडको नाममा मैले दिनुपर्ने हुन्छ, मैले पहिल्यै भनिसकेको छु। अनि म एकदमै परमेश्वरलाई धन्यवाद दिन चाहन्छु, किनभने एकदमै नसोचेको कुरा हो नि त। अब 1 वर्षमा हामी पेमेन्ट पाउँछौँ भने त सोचेकै थिइनँ, तर पनि अनि मैले जब पनि पेमेन्ट आउँछ मैले पहिलो स्यालेरी चाहिँ म तपाईँकै नाम गर्ने भनेकन मैले प्रतिज्ञा गरिसकेको छु। त्यसले गर्दा यो फर्स्ट स्यालेरी चाहिँ म डल्लै नै परमेश्वरको नाममा हैन काहीँ चर्चमा या केही कुरामा दिइसकेको, समर्पण गरिसकेको छु। त्यसले गर्दा फर्स्ट स्यालेरीबाट कसैलाई पार्टी कसैलाई मिठाई केही पनि हुने छैन। आउँदो दिनहरूमा राम्रो भयो भने सबैजनालाई त भन्नु सक्दिनँ, अब कतिजना टाढो हुन्छ त नजिक हो, जतिजनाले मलाई अहिले मिठाई भन्नुहुन्छ 20,000 पाएर हामी तपाईँहरूलाई दिन्छु ल। अन्त त्यस्तो छ। अनि एकदमै धन्यवाद तपाईँहरूलाई, फेरि पनि धन्यवाद। ओके बाई बाई, टेक केयर।